वेलकम ब्याक साथीहरू। तपाईहरु सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईहरुलाई स्वागत छ। मैले चाहिँ आज हैन ब्लग स्टार्ट गरिदिएँ। रुमदेखि नै स्टार्ट गरेको साथीहरू। यो चाहिँ मेरो रुम हो। यो चाहिँ मेरो बेड, त्यो पल्लोपट्टिको चाहिँ मेरो साथीको बेड साथीहरू। मैले ब्लग स्टार्ट गरिदिएँ आज हैन आफ्नै रुमदेखि। हेर्नु होला साथीहरू, मैले ब्लग स्टार्ट गरिदिएँ साथीहरू। म बाहिर जाँदैछु, म तपाईहरुलाई देखाउँदैछु साथीहरू। अनि तपाईहरु सधैँ आरामै हुनुहुन्छ होला। म नि सधैँ आरामै छु साथीहरू हैन। म चाहिँ बाहिर छतमा जाँदैछु साथीहरू। अब रुममा के ब्लग बनाउनु हैन, त्यही भएर म चाहिँ बाहिर छतमा आएको साथीहरू। तपाईहरु सधैँ आरामै हुनुहुन्छ होला। यो साथीहरू म चाहिँ ब्लग गर्छु हैन छतमा आएर। जहिले पनि छतमा मात्रै बनाएर हुन्छु हो। म त बाहिरै जान पाउँदिनँ साथीहरू। त्यसकारणले म छतमा आउँछु अनि ब्लग गर्छु साथीहरू। हेर्नु होला, म चाहिँ जहिले पनि छतमा आउँछु अनि ब्लग गर्छु साथीहरू। तपाईहरु कति धेरै गर्मी छ हो साथीहरू, कति धेरै पसिना आएर मलाई त हेर्नु त। यहाँ छतमा हावा चलिरहेछ तर पनि कस्तो खालको हावा चलिरहेछ कि साथीहरू, तातो हावा चलिरहेछ कि यहाँ छतमा चाहिँ हैन। त्यही भएर गर्मी छ हो साथीहरू, धेरै गर्मी छ यहाँ त। हेर्न सक्नुहुन्छ, म चाहिँ छतमा छु। कति टाढा टाढासम्म घर चाहिँ पर छ कि यहाँबाट चाहिँ यस्तो छ। तपाईँले देखाउँदैछु साथीहरू, हेर्नु होला। यस्तो यहाँ चाहिँ बगर छ कि बगर साथीहरू, ढुङ्गा छ। ओ माई गड, यति धेरै गर्मी छ नि साथीहरू हैन। तपाईहरु कुरै नगर्नु हैन, यति धेरै गर्मी छ नि यहाँ। के भन्नु, बयान गरेर सक्ने गर्मी नै छ नि। यति गर्मी छ, हावा चलिरहेछ साथीहरू र पनि यति गर्मी के अरे तातो हावा चलिरहेछ कि साथीहरू। यो ओमनमा चाहिँ यति धेरै गर्मी छ है साथीहरू। म चाहिँ हैन अहिले सलाला, त्यहाँ चाहिँ सलाला ओमनको यो कुन ठाउँ भने सलाला साजा भन्छ कि साजा भन्ने ठाउँमा छ साथीहरू। तपाईहरु कुन ठाउँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला साथीहरू, कमेन्ट गर्नु होला हैन। त्यही हो, धेरै लामो त बनाउँदिनँ म, छोटो बनाउँछु तपाईँहरूलाई हैन। मेरो युट्युब च्यानलमा स्वागत छ र सुरुदेखि अन्तिमसम्म मेरो भिडियो हेरेर ब्लग हेरेर हैन साथ दिनु होला तपाईहरुले। त्यही भन्न चाहन्छु हैन साथीहरू। म बाहिर जान पाउँदिनँ, त्यही गएर ब्लग बनाउन यहाँ छतमा आएको साथीहरू। मेरो ब्लग राम्रो नराम्रो जस्तो सुकै भए पनि हैन तपाईहरुले हेरिदिनु होला। अनि म चाहिँ यहाँ छतमै घुमिरहेको हुन्छु, त्यही बाहिर जान पाउँदिनँ। अनि त्यसकारणले म छतमै आएर ब्लग गरिरहेको हुन्छु साथीहरू। हेरिदिनु होला साथीहरू। मेरो ब्लग चाहिँ छोटो मिठो। सबैजनालाई बाई बाई एभ्रिवान।